आज चाहिँ म सामानहरु अनबक्स गर्न आटेको। सामानहरु चाहिँ यहाँ छ, यो सबै हो। यस्तो कलर हो अनि अहिले बहिनी छ भनेको चाहिँ आई एम डुइङ लिटल बिट फास्टर। अन्त सबसे ठुलो चाहिँ यो हो है। हेलो एन्ड नमस्ते एभ्रीवन, दिस इज मी शर्लिजा गुरुङ। तपाईलाई फेरि पनि स्वागत छ मेरो नयाँ दिन नयाँ भ्लगमा। अन्त आजको भ्लग चाहिँ के को बारेमा हो भनेर त बाइ द टाइटल एन्ड थम्बनेल तपाईले बुझिसक्नु भयो होला। अन्त आज चाहिँ म सामानहरु अनबक्स गर्न आटेको। यो चाहिँ सबै अनलाइन मिशोबाट मगाएको सामानहरु हो। अस्ति आइसकेको थिए, ल्याइदिएर अर्डर गरेको थिए यहाँकै एड्रेसमा। अब तपाईलाई म अनबक्स गरेर देखाउँछु है। अब बाहिरबाट किनेको सामानहरु त पुरा छ, सानो त्योहरु त अब देखाउन सक्दिन। यो अनलाइनमा चाहिँ मैले के मगाएको थिएँ तपाईलाई देखाउँछु गाइस। सामानहरु चाहिँ यहाँ छ, यो सबै हो। अन्त सबसे ठुलो चाहिँ यो हो है। यो चाहिँ शुभमले अनबक्स गर्छ। बहिनी चाहिँ अहिले यहाँ सुतिरहेको छ। सामान अरेन्ज गर्न डल्लै छ। यो अनलाइनको सामानहरु र्याक्सहरु छ बेसिकली है। त्यही कारणले गर्दाखेरि चाहिँ अब योहरु अनबक्स गरेर मात्रै हाम्रो काम बनिन्छ भनौं न। यस्तो कलर हो। यो चाहिँ हो हाम्रो भाडा राख्ने र्याक है। यसलाई चाहिँ तर अरेन्ज गर्नुपर्छ, सेट गर्नुपर्छ। आई होप यो राम्रै आएको छ होला है। अब सेट गरेर तपाईहरुलाई देखाउँछु। आई विल गिभ यु द रुम टुर है। बादमा सबै सेट भइसकेर सबै अरेन्ज गरिसकेर यो चाहिँ हो हाम्रो र्याक। त्यो लामो खालको र्याक हुन्छ नि, अब त्यस्तो हो। आई होप इट्स गुड। ब्रेकहरु केही भएको छैन होला भन्ने चाहिँ आशा गर्छु है। यो चाहिँ हो हाम्रो फर्स्ट प्रोडक्ट। अब चाहिँ अरु सामानहरु एउटा एउटा गरेर खोल्छु है। यसमा चाहिँ तीनटा छ यसमा सेट। टी, सुगर र कफी ल्याएको छु। कफी चाहिँ खाँदिनँ, यसमा चाहिँ नुन हाल्छु है सल्टको लागि। यो चाहिँ यो भयो अर्को प्रोडक्ट है। यो चाहिँ के हो? यो चाहिँ हो ह्यान्ड टवल है। मजाको आएको रहेछ। तर अहिले यो देखेर चाहिँ मलाई के याद आयो भने चाहिँ हामीले त्यो एडेसिभ उयो हुन्छ नि पिन, अब त्यो मगाउनु पर्थेछ। अब यो झुन्डाउने फिलहाल जग्गा छैन, तर पनि लेट्स किप दिस असाइड। राम्रै आएछ। यो चाहिँ हो मलाई थाहा छ, यो चाहिँ हो स्टेनर। हेरेर यस्तो चाहिँ चामलहरु धोएर यस्तो गरेर फ्याक्ने। मलाई चाहिँ क्युट लागेर मगाएको थिएँ। यो सस्तो दाममै थियो यो चाहिँ हो। राम्रो आएछ है। अलिक ठुलै छ चामल, हामी दुईजनाको लागि चाहिँ मजाले पुग्छ। मैले चाहिँ छिटो गर्दैछु किनभने अहिले बहिनी छ भनेको चाहिँ आई एम डुइङ लिटल बिट फास्टर। यो चाहिँ सेटमा मगाएको छु मैले हैन। यो चाहिँ हो स्म्यासर which is very necessary है। अहिलेको फिलहाल चाहिँ बहिनीलाई के स्म्यास गरेर दिनुपर्छ नि त। अन्त यो चाहिँ लेमन स्क्विजर रहेछ। यो टङ, हामी चिम्टा भन्छ यसलाई। यो चाहिँ उसमा थियो नि त, सेटमा थियो। मैले चाहिँ खास चाहिँ यसमा चाहिँ उयो टी स्टेनर पनि छ होला भनेर सोचेको थिएँ, छैन रहेछ। तर ओके, त्यस्तो हक्का चाहिँ लागेन त, चल्ती हुन्छ। यो चाहिँ हो अर्को प्रोडक्ट। यो चाहिँ उयोहरू राख्ने, स्पुनहरू राख्ने। राम्रो रहेछ है, मेटलको रहेछ। अब अर्कोपट्टि जाउँ। यो चाहिँ के हो? यो चाहिँ हो बट्टाहरू।
एउटै साइजको पाएको है दालहरू राख्नु पुग्छ यसमा यो चाहिँ 16 वटा पिसको छ यसमा 4टा छ होला कति छ त्यसमा 2टा 4टा छ त्यसमा बिलको चाहिँ 1 2 4टा रहेछ किनभने 16 पिस हो नि त 4टा एउटा साइजको अन्त उयो छ हो यो पनि ठिकै छ यो बादमा के हाल्न चाहिन्छ let's get this aside यो चाहिँ के हो हेर्नु राम्रो हैन I don't know what कस्तो छ भन्ने यो अर्कै हुडन पनि हैन रहेछ यस्तो खालको रहेछ तर ठुलो रहेछ है इट्स ओके हाम्रो लागि चाहिँ यो चाहिँ के हो गाइस किन 1 लिटर किन अर्थेन रहेछ यसमा फ्रीमा आएको रहेछ हो फ्रीमा त होइन होला यसमा इन्क्लुडेड यो चाहिँ ओइल खाँदैन यसरी लाउनुपर्छ है सेट अफ 2 मगाएको छु किनभने 2टा चाहिन्छ नि त है अहिले यसलाई यतिकै होस् यसमा यो ब्रस र यो ब्रस र यो पनि आएको रहेछ अन्त यस्तो सानो अरिग्यानोहरू हाल्ने डिब्बा हुन्छ नि त्यस्तो पनि 6 वटा आएको रहेछ यस्तो बोतलको रहेछ अन्त यो चाहिँ उयो पनि छ कक भनौँ न यसलाई है तेलहरू हाल्दा उयो नहुने स्पिल नहुने नट मोर लेफ्ट नाउ यो पनि किचनकै टावल हो द क्वालिटी कस्तो आएको छ भनेर अहिले मेरो अवस्था अलिकति कस्तो भइरहेको छ किनभने मार्की खोकी लागिरहेको छ नि त कस्तो सुन्दैछ मलाई थाहा छैन अन्त मैले चाहिँ एकदम छिटो चाहिँ किन गरेको भन्दाखेरि चाहिँ बहिनी उठ्छ भनेर है त्यो टावल आएको रहेछ है ठिकै हो है 1 3 4 5 6 7 8वटा रहेछ 8वटा रहेछ गाइस 8वटा लास्ट एउटा छ लेट्स सी यो चाहिँ के गरेको यस्तो भइरहेको छ हेरेको जस्तो छ यो चाहिँ हो मैले चाहिँ किन अनबक्स गरिहालेको भन्दाखेरि चाहिँ यो चाहिँ अस्ति आएको सामानहरू हो फेरि के ड्यामेज भइरहेको छ भने रिटर्न गर्ने टाइम छैन नि त त्यही कारणले गर्दाखेरि आज भोलि लास्ट हो सबैको ए अच्छा ठिकै छ यो पनि अलिकति कुच्चेको रहेछ नि हेरेर तर चोके फरक यति नै हो गाइज है हामीले मिसोबाट चाहिँ यति नै मगाएको थिएँ फेरि अझै के अब बादमा चाल पाउँदै जान्छ अरू के किन्नुपर्छ भनेर होइन अब के अरू चिजहरू के अर्डर गऱ्यो भने पनि तपाईँहरूसँग नै अनबक्स गर्नेछु है गाइज आज 2टा सामान आयो मिसोबाट हो यो चाहिँ अब के हो तपाईँहरूलाई देखाउँदैछु यो चाहिँ हो भेरी युजफुल चिज 2टा टाइपको छ एउटा चाहिँ यस्तो हुकवाला स्क्रुवाला यो चाहिँ टाइट गर्दा नि मिल्छ लुज गर्दा नि मिल्छ गाइस दिस इज भेरी युजफुल के अलग्गै छ एउटा अर्को छ यो है
यो चाहिँ स्टिकर हो है यो चाहिँ अब कतै काहीँ काम लाग्छ कि किनभने अब कटरको कतिवटा हालत उयो भएको हुन्छ भनेर चाहिँ मैले मगाएको हो यो चाहिँ कहाँ युटिलाइज हुन्छ यो चाहिँ अब म तपाईँहरूलाई बादमा देखाउँछु टेबलहरूतिर नभए काहीँ वालतिर लाउँदा नि हुन्छ है कतै काहीँ काम लाग्छ कि भनेर चाहिँ मगाएको बिकज इट वाज इन अ भेरी गुड प्राइस 100 कतिमा मात्रै किनेको मोटै रहेछ त है तपाईँहरूलाई अब अरू केही सामान आएछ भने तपाईँहरूलाई अनबक्स गरेर देखाउँछु गाइज यो चाहिँ हो हाम्रो बाथरुमको सामान हो है अहिले मैले त एकदमै सस्तोमा पाएको हो अब कस्तो छ के छ त्यो चाहिँ अब म तपाईँलाई अहिले नै भन्नु सक्दिनँ यो चाहिँ युज गरेर मात्रै भन्नु सक्छु यो चाहिँ हो तपाईँको सामान राख्ने यसरी हो यसरी भित्तामा राख्ने स्टिलको पनि थियो कि स्टिलको चाहिँ एउटा मात्रै थियो हो अन्त यो चाहिँ अब कहीँ किचनहरुतिर नि केही सामानहरु राख्नुहुन्छ भनेर चाहिँ मैले खास किनेको चाहिँ चारटा थियो नि त हैन त्यो राम्रै छ जस्तो न यसको हुक पनि छैन हो यहाँ अन्त हुक सँगै छ यो चाहिँ टाउन हो अन्त त्यही कारणले गर्दा त्यो काठहरु ठोकिरहनु पर्दैन भनेर चाहिँ किनेको हो गाइस मैले यो हो त्यसमा चाहिँ आको छ चारटा बिट कन्फ्युज हो कसरी लगाउँछ भनेर यो चाहिँ कता हुन्छ गाइस यो यस्तो यस्तो पाराले हो तपाईलाई म यो लगाइसकेर देखाउँछु गाइस हाम्रो सिन्जु चाहिँ यहाँ एकदम बिजी छ जुस खानुमा है हाको हाम्रो सो गाइस आज चाहिँ मेरो आज एउटा पार्सल आएछ हो अन्त यो चाहिँ हो मस्किटो नेट है कस्तो छ अब तपाईलाई खोलेर देखाउँछु कभर हो यो चाहिँ कभर रहेछ यो चाहिँ यस्तो खालको हो गाइस बोतली जस्तो गाइस आज एउटा सामान आएछ हो यसरी खोलिदिन्छु ल के भन्नु त यो उयो टिस्यु पेपर होल्डर हो ए यस्तो छ त यो त टाल्ने होइन रहेछ म त टाल्ने पो मगाएको थिएँ त त्यसो छ होला नि त हेर त ए होइन रहेछ कामको चिज हो यो पनि म त दुईटा छ भनेको थिएँ एउटा मात्रै रहेछ यहाँ हाल्ने होइन This is it for today's video guys. I hope तपाईलाई भिडियो राम्रो लाग्यो होला राम्रो लागेछ भने लाइक शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नभुलिदिनुस् होला है अर्को कुरा चाहिँ के भन्नु थियो भने चाहिँ अहिले चाहिँ मेरो भिडियोजहरु चाहिँ अलिकति ढिलो ढिलो नै आउँदैछ किनभने अब न्यारीरो अलिकति बिजी नै छु नि त म सबै कुरा सेटल भएर चाहिँ आई विल ट्राई टु पोस्ट रेगुलरली अब अहिले चाहिँ अलिकति पेशेन्स राखिदिनुस् होला अन्त त्यसै भन्दै अब आजको भिडियो चाहिँ यही एन्ड गर्दैछु अन्त सी यू सुन इन माई नेक्स्ट भिडियो टिल देन बाइ बाइ टेक केयर